हजुरहरू सम्पूर्णले उहाँलाई त चिन्नु नै हुन्छ होला। उहाँ चाहिँ हो अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाजी। उहाँ चाहिँ कहाँ आउनुभएको थियो त्यो जान्नको लागि चाहिँ हजुरहरूले मेरो भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्ते सम्पूर्णमा, म झरना उपाध्याय हजुरहरूलाई स्वागत गर्दछु मेरो आजको नयाँ भिडियोमा। आजको भिडियोको सुरुवात चाहिँ मेथी पानी पिउनदेखिबाट हुँदैछ। मेथी पानीले चाहिँ वेट कन्ट्रोल गर्छ, डाइजेसन राम्रो हुन्छ र हेयर अनि स्किनको लागि पनि बहुतै राम्रो हो। हजुरहरूले एकपल्ट ट्राई गर्न सक्नुहुन्छ। मेथी पानी पिइसकेर चाहिँ म यता बेड मिलाउनतिर लागे। काम सकेर नुहाएर खाना खाएर म रेडी हुनतिर लागे र पहिले त म स्किन केयर गर्नतिर लागे। स्किन केयरको नाममा रोज वाटर, मोइस्चराइजर र सनस्क्रिन यति नै लगाउँछु म। अरू केही चाहिँ मेरो स्किनमा सुट पनि गर्दैन र लगाउँदिन पनि। र घरदेखिबाट पुरान भएको ठाउँ अलिकति टाढा नै हो र हामीले टमटममा जाने भनेर सल्लाह गरेका थियौँ र मान्छे बटुल्दै जाँदैछौँ। हामी अलिकति छिटो निस्किने भनेका थियौँ, तर निस्किँदा ओर्दा लगभग 11 नै बजेको थियो होला सायद। र यता हजुरहरूलाई देखाउँदैछु मैले पढेको स्कुल। यो स्कुलमा चाहिँ मैले क्लास 9 बाट 12 सम्म पढेकी हो। स्कुल देखेर चाहिँ यो स्कुलमा पढ्दाखेरिका साथीहरूको धेरै याद आयो मलाई। र हामी चाहिँ रौता चाराले धनसिरी घाट घुमेर जाँदैछौँ। नभए रौता स्टेसन भएर जाँदा नजिक पर्छ, तर त्यहाँदेखिबाट चाहिँ टमटम भेटिँदैन अरे। त्यही लागि हामीले चाहिँ गाउँदेखिबाटै डाइरेक्ट उहीसम्मकै टमटम रिजर्भ गरेका थियौँ र टमटममै गयौँ। र हामी पुगी पनि सकेका छौँ नेपालपारा गोरेमारी भन्ने ठाउँमा। र यो ठाउँमा चाहिँ म पहिलो पालि आएकी भन्दा नि हुन्छ। धनसिरी नदी कटेर धनसिरी घाटसम्म मात्रै आएकी छु। त्यहाँदेखिबाट यता चाहिँ आइ नै हुँदैन। यो साइडमा आफ्नो मान्छे नभएर पनि होला सायद। हामी गेटमा पुग्दा देवी प्रतिभाजीको कथा वाचन गर्नका लागि आगमनको समय भएको रहेछ र उहाँको दर्शन गर्दै फुलले पर्सिँदै उहाँलाई स्वागत गर्दैछौँ हामी। देवी प्रतिभाजीको सुमधुर कण्ठबाट कथा सुन्नका लागि राधे राधे भन्दै नाच्दै गाउँदै पण्डालभित्र प्रवेश गर्दैछौँ हामी। र अब आरतीको समय पनि भयो र हजुरहरू को आउन पाउनु भएन, जो आउन पाउनु भएन, जहाँ हुनुहुन्छ तीबाटै आरतीको आनन्द लिनुहोस् है त। र अब यता हेर्नुहोस् त, देवीजीको कण्ठद्वारा कथा सुन्न भनेर कति टाढादेखिबाट कति धेरै मान्छे आउनु भएको छ। र अब हामी कथा श्रवण गर्नका लागि बसिसकेका छौँ र मैले चाहिँ कपाल छोडेर गएकी थिएँ। त्यसको लागि माइजूले चाहिँ मेरो कपाल बाटिदिनतिर लाग्नुभयो। र अब उहाँको सुमधुर कण्ठद्वारा भजनको आनन्द लिऊँ है त। अघि पण्डालभित्र प्रवेश गर्दाखेरि हामीले टीका लगाउन बिर्सिछौँ र फेरि आएर टीका लगायौँ हामीले। अब कथा पनि समाप्त भयो र प्रसाद खानको लागि हामी गएका थियौँ। बाटोमै चुरापोतेको दोकान रहेछ र माइजूहरूले चुरापोते किन्नुभयो र त्यो देखेर मलाई पनि आमाको लागि किनिदिनु मन लाग्यो र किनिदिएँ। चुरापोते किनिसकेर प्रसाद खानातिर गयौँ र प्रसाद चाहिँ यसरी बसेर खानुपर्ने रहेछ र खाइसकेर आएर चाहिँ हामीले पान किनेर खायौँ। र अघि मैले भनेको थिएँ नि स्कुल पढ्दाका साथीको धेरै याद आयो भनेर, ठिक्क साथीलाई पनि भेटेँ मैले। र यता अब प्रसाद खाएर आएर चाहिँ हामी वृन्दावन धाममा भिजिट गर्दैछौँ। यहाँ वृन्दावन धाम बनाउनु भएको रहेछ र म सँगसँगै हजुरहरू पनि वृन्दावन धामको दर्शन गर्नु है त।
र अब हाम्रो घर फर्किने बेला पनि भयो र पुरान भएको ठाउँबाट हामी निस्क्यौँ र आउँदै बाटोमा चाहिँ प्रियङ्का दिदीको घर पर्छ र प्रियङ्का दिदीको घरमा पसेर जाऊँ न भनेर भन्नुभयो सबैजनाले र पस्यौँ हामी। पसेर चाहिँ तामोल पान खाएर चाहिँ निस्कि पनि हाल्यौँ हामी। र आजको भिडियो यतिमै समाप्त गर्छु। आशा गर्छु हजुरहरूलाई मेरो भिडियो हेरेर राम्रो लाग्यो भनेर र राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर र मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला।